कथा होइन, त्यसको जो पौराणिक महत्त्व हो, यो कति लामो होला, मन्दिरहरूको कति लामो होला, यस्ता कुराहरू तपाईँको चाहिँ नि हामीले सुन्दै जाने सिक्दै जाने भने यो जीवन पनि कमी जस्तो लाग्छ मलाई चाहिँ। त्यति धेरै ज्ञानको भण्डारको कुराहरू होइन यहाँनिर चाहिँ नि प्रस्तुत भइराखेको छ र यो कार्यक्रममा माताज्यूले पनि भन्नुभएको छ, यहाँको स्थानीयदेखि लिएर सबैजना सहभागी बन्नु होला, बनाऊ, जति सक्दो कोसिस गरौँ र सिकौँ। एउटा असल मान्छे त्यसै मान्छे बन्न सकिँदैन, धेरै हामीले ज्ञानले मात्रै हामीले मान्छे बनाउने हो, नैतिक बनाउने हो, बनाउने हो, अनुशासित बनाउने हो। हिजो आज चाहिँ अलिकति हाम्रो यो राजनीतिक क्षेत्रमा अनुशासनको कमीले गर्दाखेरि, नैतिकताको कमीले गर्दाखेरि भ्रष्टाचारहरू भइराखेको होइन, अन्याय अत्याचारहरू भइराखेको, अनेक परिकारको अपराधिक गतिविधिहरू भइराखेको भन्ने कुराहरू पनि छ। त्यसले गर्दाखेरि हामी जस्तो राजनीति गर्छु भन्ने मान्छेहरूले पनि पक्कै पनि धार्मिक तपाईँको चाहिँ यस्ता अनुष्ठानका कार्यक्रमहरूका कुराहरू सुन्नुपर्छ, यो आवश्यक छ जस्तो मलाई लाग्छ। र यसले चाहिँ हाम्रो चरित्रलाई शुद्ध बनाउने र हामीलाई अनुशासित बनाउने काम पनि गर्छ जस्तो मलाई लाग्छ। म यति भन्न चाहन्छु र माताज्यूलाई धेरै धेरै धन्यवाद। यहाँले धेरै ज्ञानहरू बाँडिराख्नु भएको छ। भर्खरै मैले सुन्दै थिएँ उहाँले थुप्रै अनाथालयहरू जुन सञ्चालन गरिराख्नु भएको छ भन्ने छ। त्यसमा पनि सबैले सहयोगहरू गरौँ है। एउटा मान्छेले अर्को मान्छेलाई सहयोगको भावले हेर्नुपर्छ, सद्भावले हेर्नुपर्छ भन्ने पनि म अनुरोध गर्न चाहन्छु। र यति भन्दै हाम्रा अत्यन्तै विज्ञ डाक्टर नवराज लम्साल सर लगायत यो किताब लेख्नुहुने हाम्रा विज्ञ सरहरू सबैजना र यहाँ सबैजना अब मैले चिन्न चाहिँ अहिलेसम्म मैले पाएको छैन, फेरि परिचय गरौँला। यहाँ सबैजनालाई हार्दिक धन्यवाद दिँदै हामी बिदा हुन्छौँ। अहिले हामी सरसफाइ कार्यक्रममा छौँ खासमा चाहिँ, अनि सरसफाइ गर्दै हामीले सरसफाइ गरेर सबै सफा हुने त होइन, त्यही पनि एउटा सन्देश दिनु छ, ज्ञान दिनु छ भन्ने हिसाबले पनि हामी पनि एउटा अभियानमा छौँ। र यति भन्दै हामी बिदा हुन्छौँ। यहाँहरू सबैको जय होस्। भगवान् श्री कृष्णले हामी सबैको कल्याण गरौँ।